यो कोशी ब्यारेज हो साथीहरू। ल हेर्नुहोस्, यहाँनिर यो भारतले बनाइदिएको हो। 179 वर्षको सम्झौता अनुसारको हो यो पुल। त्यसपछि यो भारत, यो म यता देखाएको यो नेपाल साइड हो, उत्तर साइड हो। यहाँ 46वटा ढोकाबाट पानी, ठुलो बाढी आउँदाखेरि सबै बन्द गर्छ भारतले, र सानो हुँदा सबै खोलेर पानी लैजान्छ हैन। अनि त्यस पछाडि यो दक्षिण साइडमा तपाईँहरूलाई म देखाउँदैछु। यो दक्षिण साइडमा पनि सबै जतिवटा ढोका छ त्यतिवटा बाँध बाँधेको छ, सट्ट सट्ट पानी जानको लागि। मान्छेहरू त्यो नदीमा चाहिँ तपाईँको माछा मार्छन् डुङ्गामा बसेर। अनि त्यहाँको कोसीको माछाहरू खान पाइन्छ, ताजा माछाहरू हेर्न, झुल टाँगेर त्यो माछाको लागि हो त्यो हैन। अनि यो सबै देखिने, यो सबै जतिवटा छ तपाईँहरूलाई म छेउबाट देखाउँछु। यसरी तपाईँहरूलाई हेर्नुहोस्, जतिवटा ढोका छ त्यतिवटा टक्क 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 चाहिँ नहर जस्तो बनाएको छ। अनि यहाँ चाहिँ भारतले यसबाट निकै फाइदा गरेको छ। यसको कारणले तल हाम्रो नेपाल सरकारले बाढीको बेलामा सबै ढोका खोल्न सक्यो भने चाहिँ दक्षिणतिर डुबान हुन्छ, ढोका खोल्न सकेन भने उत्तरतिर डुबान हुन्छ हैन। साथीहरू, डुङ्गामा डुङ्गा एउटा टापु छ, त्यो टापुमा डुङ्गाबाट आउने जाने गर्छन्, कोशी टापु भन्छन्। हाम्रो उत्तर साइडमा पर्छ, नेपालतिर पर्छ। त्यो धेरै अप्ठ्यारो छ त्यहाँको जनजीवन हैन। मान्छेहरू यो उत्तर साइडमा आएर फोटोहरू खिच्ने, अवलोकन गर्ने गर्छन्। रमाइलो छ। साथीहरू आउनुभएको छैन भने आएर कोशी ब्यारेज घुम्न सक्नुहुन्छ। त्यहाँ माछा मार्ने तरिकालाई हेर्नुहोस् त, त्यहाँ मैले देखेर मलाई रमाइलो लाग्यो। हेर्नु, माछा मार्ने नि पानीको बहाव सामान्य भएको बेलामा स्वाट्ट निकाल्न पायो भने चाहिँ माछा आउँदो रहेछ। अलिकति फोर्सले पानी आयो भने चाहिँ फेरि माछा आउँदैन अरे, त्यहाँ दाइले, त्यो माझी दाइले भनेअनुसार है। यो चाहिँ नेपालतिरको नहर हो, कति सानो छ हेर्नुहोस् त, यति पानी आउँछ, अरू सबै भारततिर जान्छ। त्यसैले नेपाल र भारतको बिचमा यो कोशी समुद्रले धेरै अप्ठ्यारो पारेको छ।